नमस्ते सबैजनालाई वालेकुम अस्सलाम त उता सन्चै हुनुहुन्छ होला म पनि सन्चै नै छु। आजको भिडियो स्पेसली हामी पर्खले गाउँ माथि भन्छ नि त्यो घरमा जाँदा गाउँतिर पहिला पुरानो ठाउँ घरतिर जाँदा घुम्न अब आसिङ हामी जाँदाको छ दिदी भाइ बहिनी छ भान्जा छ होइन सबैजना जाँदा हामी चाहिँ घरमा हुनुहुन्छ मम्मी बाबा मदर फ्यामिलीहरू हुनुहुन्छ। अब चाँडै फर्किन्छ हामी भोलि मदरै हुन्छ होला कस्तो लाग्छ त्यस्तै भिडियो इन्जोय गरिदिनु तपाईँहरूले। हामी माथि घुम्न जान लाग्यो गार्डन सिर भन्छ त्यो नाम चाहिँ गार्डन सिर घुम्न जान लाग्यो। कस्तो लाग्छ त्यस्तै भिडियो हेरिदिनु तपाईँलाई म भन्न चाहन्छु। अब भिडियो ठाउँ ठाउँमा म तर मेरो मोबाइलमा चार्ज छैन धेरै त्यो मजाले हेरिदिनु होला। हेलो गाइज हामी चाहिँ हिँड्दैछु अब जान लाग्यो बाटोतिर छ होइन गाइज। अब कस्तो लाग्छ त्यस्तै भिडियो हेरिदिनु होला। भान्जा दिदी बहिनी अगाडि छ पछाडि छु मजाले गर्दै जाँदाखेरि एकछिनपछि भेटौँ न गाइज। तल पुगेपछि रोडमा अटाउन जानुपर्छ सबैजना त्यसपछि एकदम गाह्रो छ। गार्डन सिर भन्ने ठाउँ चाहिँ एकदम विकट ठाउँ हो। बाटो गाडी जाँदैन बाइक चाहिँ जान्छ होला सायद अझै बाटो छैन त्यही हो त्यसपछि जाँदैन। कस्तो लाग्छ त्यस्तै भिडियो इन्जोय गर्दैन कस्तो ठाउँमा एकछिन बहिनी सब बहिनीहरू हेलो गाइज हामी चाहिँ हिँड्दैछु बाटोतिर मेरो भान्सा हाँसिसक्यो खतरा छ नि मेरो भान्सा फेरि होइन हो कि होइन। मल चाप धेरै छैन मेरो गाइज छिटो अब धेरै म भिडियो पनि बनाउँदैन गाइज अब हल्का फुल्का बनाउँछ होइन हल्का गाइज हामी गार्डन सिटमा जान लाग्यो हामी चाहिँ होइन के भन्छ गार्डन सिट भन्छ पहिलाको घरमा के भन्छ यस्तै छ गाइज। भिडियो बाटोतिर सबैजना भेट्यो चल्छ सबैले टोक्ने यसरी गाई चाहिँ हामी चाहिँ जाँदैछु यार एकदम जङ्गल के गर्छु बाटै छैन राम्ररी गार्डन सिर भन्ने ठाउँमा जाँदैछु। बहिनी छ पछाडि हिँड्नै सकेको छैन त्यो सब अगाडि छ अरूहरू चाहिँ यस्तो पाराले कस्तो लाग्छ त्यस्तै भिडियो हेरिदिनु होला मजाले ड्याङ्गो गरेर जाँदैछु गाइस। आङ्गी मामाहरू भेट्न जाँदै के भयो खुट्टा दुखेर मर्न आँट्यो के गर्नु सधैँ काट्नु बस्ने बानीले के भन्नु अब सक्दैन गाइस होइन। अब एउटा बाटो होला
यो डाँडा चढेर धेरै पछि आएको गाइज हामी चाहिँ धेरै पछि भन्नाले 5-6 वर्ष पछाडि जाँदैछु कस्तो होला गाउँ हैन फाइनली सबैलाई हामी खोलामा आइसक्यो अब जङ्गल यस्तो बाटो छ होला अब यो डाँडा चढेर जानुपर्छ माथि अब यता बसिरहेको छु एकदम हिँड्नु सक्दैन गाइस अब खोला तरेर अब यो बाटो जानुपर्छ होइन पनि छ सबजना सब अल्छिनीहरू यता छ यसरी गाइस अब एकछिन गाइस हामी चाहिँ बाटोमा बसिरहेको छ सबजना हिँड्नै सकेन मेरो भान्जा होइन सबजना हुन्छ बाटो हिँड्नु सकेन गाइस आयो गाइस अब पुग्न लाग्यो माउघर घाँस फुक्दै हिँड्दैछु जङ्गलमा आयो हिँड्नु सकेको छैन यार गाइस पुग्न लाग्यो अब पुग्नु त माउघर एकछिनमा भेटौँ ल माथि पुगेपछि ल गाइस हामी हेलो गाइज हामी चाहिँ आएको होइन भिडियो बनाउनु पाएन फोटो देखेर के गर्नु के छ तिमीहरूको अब म कोही छैन सुनसान छ होइन यो बादर छ जस्तो लाग्छ अब भिडियो बनाउनु लाग्यो अब ड्याङ्गा गाउँघरको के हो अरे किम्मत लानुभयो तपाईँले बोक्नुपर्छ धेरै बोक्दैन हिँड्न त सक्दैन म अब पढ्ने स्कुलमा देखाउँछ तपाईँलाई पहिला स्कुल पढ्ने पहिला 5 क्लाससम्म पढ्ने स्कुल हो मेरो सब अहिले जङ्गल भइसक्यो के गाइस अब घुम्दै अब तपाईँहरूलाई भिडियो देखाउँछु ल हिँड्नु ल पुरा पहिला त्यही स्कुल पछाडि भएको त्यो स्कुलमा पढ्थ्यौँ हामी पहिला त स्कुल पछाडि ल हिँड्नु ल अब जाने हो हेलो गाइस हामी सब घुमेर सब मेरो पछौरी Chambrau mai chang paratal kurbani ngadin chambrau mai chang paratal kurbani